दाल रोटी बनाउन स्टार्ट भयो अलि धेरै पिरो छ हुन्छ अलि धेरै 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 त राम्रो हुन्न के धेरै धेरै थोरैबाट माटिन्छ नि त छिटो त्यही भएर हाम्रो घर रोटी बनाउन स्टार्ट भयो फिनी रोटीको पिठो मुस्दैछु मैले त्यही हो तिहार सुरु भयो आज चाहिँ कार्तिकको 1 गते भयो ठ्याक्क थोरै यो पिठोलाई चाहिँ हामीले पहिला घिउ राख्यौँ घिउ राखेर राम्रोसँग मोल्ने त्यस पछाडि फेरि हल्का हल्का पानीले मार्दै मार्दै जाने त्यही हो कुराकानी भिडियोलाई होइन भिडियोको लागि एकछिन मुछा जस्तो गरे भिडियोको लागि मुछ्दो रहेछन् आफूलाई त के गर्ने दैनिकी काम हो बिहान एउटा सधैँभरि यस्तै हो फिनी रोटी गरेर हामी फिनी रोटी बेच्छौँ हामीले फिनी रोटी बेच्छौँ होइन साथीहरू सम्पर्क गर्नु होला जहिले पनि चाडपर्व मेला बेच्नमा मात्र होइन अरू बेला पनि बेच्छौँ हामीले खाना मन लाग्यो भने सम्पर्क गर्नु होला फिनी रोटी बनाउने मान्छे यहाँ प्रशस्त रूपमा राम्रो एक्सपर्टहरू फिनी रोटी एक्सपर्टहरू छन् हाम्रो घरमा कुरियर हुन्छ कुरियर हुन्छ त्यही हो कुरा अब कार्तिक 1 गते तिहार लागिसक्यो तपाईँलाई कस्तो महसुस गर्छ मनमा हर्ष उमङ्ग लाग्छ कि छैन लाग्छ तिहार भने राम्रो हुन्छ नि ठिक छ हाम्रो साठो पनि रेडी भयो है गाइस हाम्रो साठो पनि बनिसक्यो अब रोटी खाने बेला भइसक्यो यो कालोको लागि कराई चाहिँ इग्नोर द्याट त्यही हो अनि हानेर रोटी बेल्ने एउटा भएर रोटी बनाउने भइसक्यो समय यहाँ आयो त्यस्तो गिलो होइन यो ठिक्क छ त्यो बेल्दाखेरि ठिक्क हुन्छ म त डराले गिलो भएन ठिक्क न यसो त बेलिन्छ नि धेरै साह्रो पिठो पनि फुल्दैन रोटी ठिक्क भयो धेरै कौलो भयो भने लाउनु मेरो आजभोलि चिसोले गर्दा होला क्या मुख फुटेर कस्तो भयो ओठमा लाउने म पनि अर्कै त्यस्तो लाउनु न चिल्लो चिल्लो खालको लाउँछु मैले चिल्लोवाला तपाईँ लिपस्टिक लाउनु होइन लिपस्टिक त त्यस्तो चिल्लो हुँदैन कोही त चिल्लो त्यस्तो चिल्लो हुन्न अर्को अर्को हुन्छ नि ढोलवाला हुन्छ चिल्लो आउँछ मेरो जाडोमा फुट्ने रहेछ मेरो ओठ मैले ख्याल गरेँ गर्मीमा केही थाहा पाएन मैले जाडोमा कस्तो मुख पनि फुटे जस्तो फिल भएको छ त्यो लिपस्टिक लाउने भने मेरो फर्स्ट रोटी भइसक्यो डिजाइन चाहिँ हाम्रो रोटी बनिसक्यो यो चाहिँ हाम्रो पर्सनलको लागि गाउँको पनि तिहार लाग्यो हे हाम्रो मन्दिरमा पनि रङरोगन सुरु भयो हाम्रो तिहार सुरु भइसक्यो झिलिमिली यहाँ ल्याएको छु कि मोबाइल हाम्रो रङ्गोली यताको भयो राम्रो गराउनु अघि नै भन्नुपर्छ नि म त बिर्सेर के देख्नु ए हो त्यही रङले यसो यसो छप्प छप्प पाइला छोडिदिनु भयो भइहाल्यो नि को अरे मान्छे हो यस्तो
भान्जाङमा भन माइजूमा भान्जाङ भन उसले माला उसिन गरेर मैले गाडी लागि ओके कहाँ ठुलो मामालाई नमस्ते गरिदिनु न को हो त मम्मीको भिडियो भनिदिनुहोस् को हो यो भन्नु को हो यो बाबु हो बाबुको नाम के हो के अरे नाम के हो अरे बाबु हो अनि तपाईँको नाम भन्नु न कि अलिक ठुलो स्वरले भन्नु न बाबु हो पर्सुन घिमिरे होइन हेर न लुछेको मलाई कति राम्रो भयो मामी हि गरिदिनु हि गर्नु हि खै हि गरे खै हि गर्नु न मम्माले बनाउनु लाउनु भएको छ भान्जाले पनि यसो उज्यालो आउँदैछ गोलो बनाउनु लाउनु भएको छ नि मम्माले यता हेर्नु त भान्जा मम्मा के गर्न लाएको भन्नु के अरे रङ्गोली किन बनाउनु लाग्यो आज लक्ष्मीलाई भित्र पसाल्ने हो ओइ लक्ष्मी भन्नु लक्ष्मी अहिले आउनुहुन्छ राम्ररी गराउनु भन्नु हस् मैले पनि हेर्ने भन्नु है भान्जा चाहिँ नाटक उठेर एकखेप नाटक त कस्तो देखिने नाच त भाइ यस्तो नाच 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 साइन नाच चट 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 गहै ल्याएर लत्तै खुट्टामा पड्कायो नि यो खै त अन्त कसले भयो पटका पड्काउने यता हेर्नु त पटका पड्काउने हो कि नै पड्काउने होइन नि पड्काउनु हुन्न होइन पटाक के छ फ्रिजमा पनिर छ हेर्नु त पनिर देखाउनु हो भने त आमा मलाई पनिर देखाउनु हो त्यही उभित्र फ्रिजभित्र देखाउनु छ त भान्जा यहाँ आउनु ओ माइजू खै भान्जा के दिने रे फेरि माग्नु त के दिने रे मलाई बिस्कुट दिनु भन्नु को दिने कुन बिस्कुट दिने हो भन्नु त कुन बिस्कुट दिने हो त्यो टुप्पी मलाई पनि खान मन लाग्यो यो वाला के चाहियो तपाईँलाई भन्नुहोस् के खाने हो के चाहियो भन्नुहोस् हजुर पैसा दिनुहोस् अनि लाग्नुहोस् यहाँ के खाने हो यहाँ बिस्कुट छ चाउचाउ छ के छ सब छ के खाने हो ल्याउनु पैसा दिन पर्छ पैसा छ कि नै छैन पैसा हुन पर्छ त यहाँ खानलाई त पैसा नभइकन त आउनु न फेरि हजुर
आउँछ आउन्न दोकानमा त पैसा नभइकन त आउन्न आउन्न नाच्नु अनि दिन्छु नाच्नु त्यस्तै हो त राम्रोसँग हात घुमाएर चैट 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 गीत गाएर नाचेर दिनुहुन्छ अरे नातिलाई बिस्कुट चाहियो अरे नाचेर नाच्नुहुन्छ अरे नाच्नु भयो बिस्कुट चाहियो अरे ऊ साउजी हुनुभयो अब त साउजी भुम 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 क्या हो तिम्रो हजुरबा कहाँ छ बा खै हो खै बा आऊ बा कहाँ आऊ आउने आउनु माइजू नि आउनु म दिन्छु बिस्कुट दिन्छु आउनु कुन बिस्कुट खाने भन्नु कुन बिस्कुट दिउँ त्यो अहिले माम खाने भोलि खाने हस् कुन वाला पक्नु म दिन्छु हिँड्नु कस्तो कसरी खोल्ने रे दाँतले खोल्ने कसरी म त सक्दिनँ के अन्त तिहार झिलिमिली तिहार जाने त यो भने भन्नु हाई साथीहरू भन्नु ह्याप्पी तिहार भन्नु ल म भन्नु ह्याप्पी तिहार भन्नु यति त ह्याप्पी तिहार भन्नु सबैलाई रङ्गोली बनाउने कार्यक्रम चलिरहेछ पूजा गर्ने कार्यक्रम चलिरहेछ को त्यो अच्छा भन्नु के लानु भएको छ भन्नु के भयो कसै बोक्ने होला ह्याप्पी तिहार खोइ त भन्दै भनेको 7 बजे पछाडि सरिया सायद बत्ती बाल्ने सायद पूजा गर्ने त्यही भएर उता मम्मी पनि भनिदिन्छु तिनी स्याहार न आइसले चाहियो ला त धेरै ल्याएको छ बुवा तिहार आयो कि नै तपाईँलाई ठिकै छ आएछ राम्रो छ भित्र होइन उतातिर फर्काउनु यता फर्काउनु के भित्र बाहिर भन्नु न डिरेक्सन हुन्छ पूर्व पश्चिम भएर त्यो बत्ती उता उल्टो भयो यता पूर्व बाल्ने बत्ती पश्चिम हाल्दैन हो अलि अझै यता हो भयो यहाँ लक्कर बारी राम्रो
अच्छा ल ल ल ल तेरे पढ़ते के हुन्छ अरे डर हुन्न भन्नु न भान्जा हामीले के पड्काउने हो अरे भन्नु त के पड्काउने हो हेलो हामी चाहिँ तिहारमा मामा घर पनि आइसक्यौँ त्यस पछाडि हामीले आज के भन्छ सेल हाल्दैछौँ हजुर सेल बनाउँदैछ युट्युबमा हो भाइ युट्युबमा किन भाइ कुरा गर न भाइ कुरा गर किन चुप्प लाग्यो मेरो फेस्टिभल चाहियो भने 100K सब्स्क्राइबर होइन कसरी हो यो काट्ने मेरो फेस्टिभल त्यस्तो सोड हुँदैछ फेस्टिभलको लागि 100K सब्स्क्राइबर चाहियो बरु सियासी ब्लगर हाल्न सर्च गर्नु मेरो भाइको अरे त्यस्तो छ तिम्रो त्यो छ ए के ब्लग अरे सियासी सियासी त्यो भने के हो बाबाले सोचेर भाइको लागि तिमी पनि एक ब्लग बनाउँथ्यौ त खै तिम्रो ब्लग त्यसको लागि त्यही त हो त्यसले धेरै हुँदैछ नि मेरो त्यो फेस्टिभल सेलमा के बिचमा राख्छ नि कटौरा हो कि के हो त्यो छैन छ कि नै थाहा छैन त्यो के हो सानो पाला हो कि यस्तै कटौरा जस्तै राख्छ नि क्यामेरा मेरो फेस्टिभलको चलन लग्नु नथोप के झन् कस्तो मानिन्छ त्यस्तो गर्ने भने ए मेरो फेस हामी चाहिँ आज के खाने हो बनाउने हो अरे भाइ भनिदेऊ त रसमलाई बर्फी सेल लड्डु अनि अरू के सब देखा क्यामेरामा अलि यस्तो हो अलि उता टिभीतिर के टिभीतिर तिमी अझै टिभीतिर उल्टो भएको थियो हामी दिदी आज सेल पकाउन कति गोला सेल छ नि हेर्नु त पहिलोचोटिमा बनेको सेल सुरुमै योभन्दा राम्रो सेल बनाउन सक्नुहुन्छ भने तल कमेन्टमा लेख्नु होला हजुरहरूले च्यालेन्ज छ सक्नुहुन्न भने हाम्रो बिक्रीमा छ भन न 100को 1 पिस कस्तो दामी भयो 100को 1 पिस महबाट बनेको पुरै शुद्ध तोरीको तेल हो हेर्नुहोस् त्यहाँ शुद्ध तोरीको तेलबाट बनेको र मेरो फेस्टिभल भन्यो त तपाईँहरूलाई 10K चाहियो मलाई एउटा गोल्डन प्ले बटन आयो भने त म छिटै गरिदिन्छु सिल्भरमा पनि चलिहाल्छ मलाई नि दिदी सिल्भर प्ले बटन पाल्नु हो भने त हामीलाई चलियो म फेस्टिभल गरिहाल्छु सियासी ब्लगरमा 1K भयो भने छिटो पुऱ्याइदिउँ मेरो सेलरोटी बन्यो है गाइसहरू सुरुमा बनेको सेलरोटी हेर्नुहोस् यति गोलो तपाईँहरूले बनाउन सक्नुहुन्छ कहिले बोल्यो कि बोल्यो छोडिदेऊ
सेलरोटी बन्यो होइन हाम्रो। अब हामीले के बनाउने रे? अब हामीले बनाउने रसगुल्ला। हेर्नुहोस् गाइजहरू, यही मान्छे हो हाम्रो रसभरीको पिठो बिगार्ने गाइजहरू। यही मान्छे हो, राम्रोसँग हेर्नुहोस् गाइजहरू। यस्तो गराएको छ मान्छेले, नगरा भन्दा भन्दा यस्तो पिठो गराएको छ रसभरीको पिठो। यही मान्छे हो गाइजहरू, यो अपराधी हो गाइजहरू। मलाई जेल हाल छिटो। औषधि खान्छ भाइ तिमी। सेलरोटी चाहिँ चिटिक्क परेका बनिसके। सबै राम्रो बने खान, बिग्रेनन् होइन भाइ? हजुर। मेरो भाइले रसभरी बिगारेर कस्तो बनाएको छ हेर्नुहोस् है गाइजहरू। रसभरीको पिठो यस्तो छ होइन, रसभरीको पिठो यस्तो छ। मैले यस्तो रसभरीबाट यसरी हातमा राखेर यसरी डल्ला पारेर त्यही पनि डल्ला गोलो गर्न कोसिस गरिरहेको छु, ट्राई गरिरहेको छु। सक्सेस पनि भइरहेको छु, नराम्रो भइरहेको छैन त। कोही भएको छैन अब त्यसो त हो नि, प्रायः भएन, कोही भएन, कोही भएछ। कसैले रसभरी यसरी बनाउँछ गाइज, म बनाउँछु। धेरै तारिफ गर्ने मैले फेरि बिग्रेर। डल्ला बनाएको गाई यस्तो भइरह। सुरुको चाहिँ यो फर्स्टको भयो। तिहारको यात्रा गाइज त हेर्नु त, तिहारको हाम्रो यात्रा, फुल ल्याउने यात्रा। फुल ल्याउने यात्रा। म पढाइ स्कुल बहिले हल बहिले 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 त्यस्तो गर्नै पर्छ कि ल बहिले बहिले हालेर पकाउने बहिले त्यसको दिदी बहिले दिनभरिको 2 महिना बहिले पानी धेरै हाल्ने बहिले यही गरे बहिले किन यस्तो गर्यो बहिले भन्दाखेरि बहिले मलाई देखाइछ बहिले कागज छ त्यो बहिले भन्छन् बहिले अब क्यानी बहिले टेपलाई जिने बहिले यति भन्दै बहिले खानामाथि गिराउला बहिले अब यो ड्राइभरले कति दिन्छ नि बहिले छानामाथि हजुर बहिले ए भगवान भन गोर्खोलाको पुल है गाइज, यो चाहिँ गोर्खोलाको पुल। अघिदेखि यो भिडियो सुरु भएको छ यहाँ। पहिलो खेलेको बनाउनु परेन। गाडीमा हिँड्छौँ बहिले अब हामी बहिले भात खान जान्छौँ बहिले त्यसपछि हामी बहिले जुन्छौँ बहिले अरू कोही बहिले हाम्रा घर बहिले भैलो खेल्न आयो भने त्यो भन्ने बहिले त्यो घरकी बहिले बोली बहिले हो बहिले अब हामी बहिले बिजौरीका घर बहिले जाँदैछौँ हामी त्यसै हामी आएका होइनौ म ल्याउन फुल ल्याउने बानामा घुम्न हिँड्यौँ बहिले यति भन्दै घर आइपुग्यो। अब हामी भात खान जान्छौँ बिजौरी बजार। यही हो
नाच्नेवाला आयो भाइले नाच नाच पैतुलै सारेर के अरे उसको पिठोमा रसभरीको पिठोमा पानी भरी हालेर चाइट 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 तिहारको लागि माला बन्यो गाइज भाइको लागि माला सानो भएर यहाँ कस्तो कस्तो भएछ फुल सानो भएर टिका लाउने तयारी हुँदैछ हाम्रो तिहार पनि सकियो गाइस अब
मसराया नाच सुरु हुन लाग्यो यस्तो झिलिमिली हुन्छ पिछातिर बरपिपल सराय खेल्ने बरपिपल सराय नाच सराय बस्दैन उताबाट कति धेरै मान्छे बसेँ छेकिदिएँ कि मैले बस्नु त म उताबाट हेर्छु
छोरा आया
अनि म चाहिँ आज मेलामा आएको थ्याङ्क यू सो मच